नेपाल भर्सेस बंगलादेश सेमिफाइनलको समीकरण साफ वुमेन च्याम्पियनशिप 2026। अब यो प्रतियोगिता त्यो मोडमा पुगेको छ जसमा एउटा जितले इतिहास बनाउनेछ र एक हारले सपना समाप्त गर्नेछ। समूह चरण सकिसकेको छ। नेपाल, भारत, बंगलादेश र भुटान अब यी चार टिम उपाधिको दौडमा रेस गर्दैछन्। हाम्रो प्यारो नेपाल समूह विजेता बन्दै सेमिफाइनल पुगेको छ। बंगलादेश समूहको उपविजेता बन्दै सेमिफाइनलको यात्रामा छ। अब दक्षिण एसियाली महिला फुटबलमा अर्को ठूलो अध्याय लेखिँदैछ। नेपाल विरुद्ध बंगलादेश, अर्कोतिर भारत विरुद्ध भुटान। तर पर्सन सेमिफाइनल मात्र होइन के नेपालको यात्रा यसपटक सेमिफाइनलसम्म मात्र होला कि फाइनलसम्म पुग्दै उपाधि रक्षा गर्छ होला भन्ने हो। यदि नेपाल फाइनल पुग्यो भने त्यहाँ सम्भावित रूपमा भारत जस्तो दक्षिण एसियाको सबैभन्दा सफल टिम प्रतीक्षामा हुनेछ। भारत त्यो टिम हो जसले वर्षौंदेखि सापमा दबदबा कायम राखेको छ। त्यो भारत जसले दबावका खेलहरू कसरी जित्ने राम्रोसँग रणनीति बनाउन जानेको छ। तर इतिहासमा सधैँ बलियाले मात्र जित्दैनन्, कहिलेकाहीँ इतिहास त्यो टिमले पनि बनाउँछ जसलाई कसैले विश्वास गरेको हुँदैन। नेपाली महिला फुटबल टिमको कुरा गर्ने हो भने समूह चरणका खेलहरू पूर्ण रूपमा विश्वस्त देखिएका थिए। केही अवसरहरू खेर गए, आक्रमणमा खासै धार देखिएन र टिमको उत्कृष्ट लय कता कता भेटेको जस्तो पनि लागेन। तर राम्रो टिमको चिन्ह राम्रो नखेल्दा पनि जित्नु हो। त्यस्तै बंगलादेश पनि केही वर्षको जस्तो प्रभावशाली देखिएको छैन। उनीहरू अझै खतरनाक छन् तर अपराजय भने देखिएको छैन। त्यसैले नेपाल विरुद्ध बंगलादेश यो केवल फुटबलको खेल होइन, यो मानसिकताको युद्ध हो, यो विश्वासको युद्ध हो, यो इतिहासको युद्ध हो। अनि यदि नेपालले बंगलादेश पार गर्यो भने साइड फाइनलमा भारतसँगको अर्को ऐतिहासिक भिडन्त देख्न पाइनेछ। नेपाल विरुद्ध भारत उपाधिका लागि, दक्षिण एसियाको सिंहासनका लागि। तर पहिले नेपालको लागि एउटा ठूलो पर्खाल पार गर्नुपर्नेछ, बंगलादेश। तपाईहरुलाई के लाग्छ, फाइनल भारत विरुद्ध बंगलादेश होला कि भारत विरुद्ध नेपाल होला, या भुटानले अर्को ठूलो चमत्कार देखाउँछ होला? कमेन्टमा तपाईहरुको प्रेडिक्सन लेख्नु होला। यसपटक नेपाली महिला रनर अप होइन च्याम्पियन बनेर देखाउनेछन्। थ्यांक यू सो मच एभ्रीवान, लभ यू सो मच, बेस्ट अफ लक नेपाली महिला फुटबल टिम। जय नेपाल, जय नेपाली फुटबल।